प्रकारका प्रविधि हो जसले आपसी समुदाय र सञ्जालहरू मार्फत जानकारी, रुचि, विचार र अभिव्यक्तिहरू सिर्जना वा साझेदारी गर्ने सुविधा प्रदान गर्दछ। महोदय, विज्ञान र प्रविधिले ढकमक्क आजको युगमा प्रविधिको गति यति छिटो परिवर्तन भइरहेको छ कि आज एउटा प्रविधिको प्रयोग गर्दा भोलि नै त्यसलाई प्रतिस्थान गर्ने अर्को प्रविधि कहाँ र कहिले विकास हुन्छ भन्ने नसक्ने अवस्थाको सिर्जना आज भएको छ। सामाजिक सञ्जालमा पनि प्रविधिको असर नपर्ने त कुरै भएन। जसरी गोरु अगाडि बढेर थलो पनि अगाडि बढ्छ, त्यसै गरी सामाजिक सञ्जाल र प्रविधि पनि आज संसारभरिका मानिसका लागि पीडा भुलाउने, बिमारी हुँदा औषधि, ज्ञानको स्रोत, समय बिताउने उपकरण, मनोरञ्जन गर्ने साधनको रूपमा हरेक मानिसको आशियासमा नै उभिएको छ। एउटा प्रतिवेदन अनुसार 16 वर्षदेखि 30 वर्ष उमेर समूहका 80% भन्दा बढी मानिसहरूले एक प्रकारको सामाजिक सञ्जाल प्रयोग गर्छन्। सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक, ट्विटर, युट्युब लगायतको अधिकांश मानिस अनजान बने छैनन्। हुन त सबै चिजको आफ्नो गुण र अवगुण हुन्छ। सामाजिक सञ्जालको पनि छ, शिक्षामा पनि सामाजिक सञ्जालले प्रभाव पारिरहेको छ। आज यही सामाजिक सञ्जालका कारण हामी जस्ता विद्यार्थीहरू ठुला पुस्तकालय धाउनु पर्ने र मोटा किताबखाना पढाउनु पर्ने समस्याबाट मुक्त भएका छौँ। विद्यालय पढ्दै गरेका साना विद्यार्थीले टिकटक र युट्युब जस्ता सामाजिक सञ्जालको समुचित प्रयोगले गुणस्तरीय शिक्षा प्राप्ति र राम्रो आर्थिक लाभ समेत गरेका छन्। कालो अक्षर भैँसी बराबर भएका पल्ला गरी हर्के काका अनि सुत्तली काकीको हातमा नयाँ मोबाइल फोन अनि उहाँहरूले बोलेको सामान्य अङ्ग्रेजी सुन्दा मन पुलकित हुन्छ। सामाजिक सञ्जालले एउटा सिङ्गो भूगोललाई नै एउटा परिवारमा रूपान्तरण गरेको छ, जसले गर्दा हामी बन्द कोठामा बसेर पनि विश्वमा कहिले कहाँ कति बेला के भइरहेको छ भन्ने कुरा सजिलै थाहा पाउन सक्छौँ। पुरा 5 वर्ष अगाडिको जहाँ कोरोना महामारीका कारण सबै पसल, बजार, कार्यालय अनि कल कारखाना बन्द भए र विद्यालयको ढोकामा त्यो भुल्टे तालादेखि निनौलो अनुहार बनाएर फर्केका ती अबोध बालबालिकालाई विषम परिस्थितिमा पनि अनलाइन शिक्षा प्रदान गर्नु सामाजिक सञ्जालको ठुलो उपलब्धि हो। यति हुँदाहुँदै पनि आज सामाजिक सञ्जालले अर्को समस्या निम्ताएको छ। अहिलेका 5-6मा पढ्ने विद्यार्थीले रामले भात खाए कुन गाउँमा छ भन्न जान्दैनन्, तर नृत्य कसरी पढाउने सजिलै आउँछ। कक्षामा शिक्षकले A+B को होल स्क्वायरको फर्मुला के हुन्छ भनेर सोध्दा नआउन सक्छ, तर फेसबुकमा पोस्ट कसरी गर्ने मुखा खर्च। सामाजिक सञ्जालकै दुरुपयोगकै कारण कक्षा 8सम्म पढ्दा पनि हामीले छिमेकी दिदी 10 नपुग्दा उत्तीर्ण हुन पनि धौधौ भइरहेको छ। यो कसरी सामाजिक सञ्जालको प्रभाव हुन सक्दैन? नचाहिने कुरा हेरेर आफैले समस्या उत्पन्न गराउने र सामाजिक सञ्जालको गलत प्रयोग गरेर अरूले फसाउने लगायतका विभिन्न चुनौतीहरू पनि देखा परेका छन्। निष्कर्षमा भन्नुपर्दा सामाजिक सञ्जाल औषधि जस्तै हो, जसको सही